सम्पूर्णमा नमस्कार भन्न चाहन्छु र सबैलाई यस प्रेम ब्लग युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र आज म लगभग एक हप्ता पछाडि युट्युब च्यानलमा आएको छु र सबैजनाले च्यानल लाइक सब्स्क्राइब गरी सबैजना जोडिनु होला पनि भन्न चाहन्छु र यति बेला याचाडी कोरियाद्वारा जुन आफ्नो वेबसाइटबाट 2 दिन जति जुन चाहिँ एक्जामको अपडेट गराएको थियो र त्यसपछि अहिले त्यो अपडेट हटाएको छ। अर्थात् अहिले चाहिँ त्यो अपडेटलाई चाहिँ एक्जाम गराउने विषय चाहिँ अहिले स्थगित भएको छ र अब कहिले एक्जाम हुने हो भन्ने विषय चाहिँ अहिले अन्योलता बनेको छ र त्यसपछि चाहिँ इपिएस शाखा ग्वार्कोबाट एउटा प्रेस आयो, प्रेस विज्ञापित आयो र उक्त प्रेस विज्ञापितमा जुन चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यो अब दुई पक्ष बीच चाहिँ सम्पूर्ण तयारी पुगे पछाडि यसै वेबसाइटद्वारा एक्जामको शेड्युल चाहिँ अपडेट गराइनेछ भनेर चाहिँ इपिएस शाखा ग्वार्कोबाट अपडेट आइसके पछाडि अहिले एक्जामको विषय हेर्ने हो भने चाहिँ अब अहिले अनिश्चित कालको लागि बन्द रहेको छ। र यहाँनिर आजको यो विषय मैले जोड्न चाहेको विषय के हो भन्दा अहिले त्यस्तो इपिएस सम्बन्धी अहिले त्यस्तो कुनै ताजा अपडेट भने छैन र मलाई धेरै मेसेज आउने र प्रश्न आउने भएको कारणले गर्दाखेरि अलिकति यो भिडियोद्वारा अलिकति यो भिडियो लामो हुन जान्छ। तपाईहरुले चाहिँ राम्रोसँग हेर्नुभयो र बुझ्नुभयो भने जुन अहिले उत्पन्न भएको जुन म्यानुफ्याक्चर तर्फ अनि एग्रिकल्चर तर्फ सिप बिल्डिङ तर्फ को विषयलाई र पास भएर रोस्टरमा रहेका विद्यार्थीहरूको समस्यालाई म आज केही केलाउन चाहन्छु र अहिले तत्काल एक्जाम हुँदाखेरि घाटा के हुनेछ र अलिकति ढिला एक्जाम हुँदाखेरि चाहिँ के फाइदा हुनेछ र त्यसैगरी एग्रिकल्चर र सिप बिल्डिङ तर्फको विद्यार्थीहरूको चाहिँ अबको अवस्था के हुनेछ भन्ने विषयमा र अब आउँदो एक्जाम जुन इस्यु डेटको विषयलाई पनि आजको भिडियोमा चर्चा गर्नेछौँ र सबैजनाले यस प्रेम ब्लग युट्युब च्यानललाई लाइक सब्स्क्राइब गर्नु भएको छैन भने लाइक सब्स्क्राइब गरी सबैजना जोडिनु होला र आउनुहोस् भिडियो सुरु गरौँ। जुन अहिले यो एक्जाम याचाडी कोरियाले आफ्नो वेबसाइटबाट सबै डाटाहरू हटाइसक्यो र यसबाट एउटा प्रत्यक्ष फाइदा पुग्ने भनेको चाहिँ यता पास भएर जुन अहिले म्यानुफ्याक्चर तर्फ रोस्टरमा रहेका जुन अहिले म्यानुफ्याक्चरको पहिला एक्जाम हुने देखिएको छ र एक्जाम एग्रिकल्चर तर्फको भने म्यानुफ्याक्चर पछाडि मात्रै एक्जाम हुने अवस्था देखिएको छ र त्यो पनि एउटा फाइदाको कुरा हो। एग्रिकल्चर तर्फका यता लगभग एग्रिकल्चर तर्फका लगभग 4 देखि 5 हजार विद्यार्थीहरू चाहिँ अहिले रोस्टर अवधि सकिने अवस्थामा उनीहरू को 2 वर्षे रोस्टर म्याद रहेको हुन्छ। त्यो रोस्टर म्याद सकिएर उनीहरू पूर्ण रूपमा अब उनीहरू साइड लाग्ने अवस्था देखिएको छ भने अब यता म्यानुफ्याक्चर तर्फ भने अझै लगभग अहिले हेर्दाखेरि रोस्टरमा रहेको संख्या लगभग यो इस्यु डेटलाई छोडेर हेर्दाखेरि अझै 5-6 हजार अझै जुन चाहिँ पहिलो दोस्रो शिफ्टमा पास भएका, तेस्रो शिफ्टमा पास भएका र त्यसैगरी त्यसैमा सिबिटी जोड्ने हो भने लगभग तपाईको 6,6500 विद्यार्थीहरू अझै बाँकी रहेको देखिन्छ रोस्टरमा र त्यो हरेक इस्यु डेटमा हेर्दाखेरि लगभग 1100 जनाको चाहिँ म्यानुफ्याक्चर तर्फ इस्यु भएको छ भने त्यो 1100 जनामा इस्यु हुँदाखेरि अब 5औं लटको इस्यु डेट पनि अब यहाँनिर तपाईहरुले यो अपडेट देख्न सक्नुहुन्छ। अब डिसेम्बरमा लगभग 5औं लटको इस्यु डेट पनि सुरु हुनेछ र त्यसमा पनि 1100 भयो भने लगभग त्यो 6,6500 बाट फेरि 1100 घटेर के हुनेछन् फेरि अहिले लगभग 4000 समथिङ आसपासमा विद्यार्थीहरू अर्थात् 4450 मा रहनेछन् र त्यसैगरी फेब्रुअरीको 2026 को फेरि फेब्रुअरीमा अर्को 2026 को पहिलो इस्यु डेट हुनेछ त्यसमा फेरि 1100 यो कोटा पनि सेम जुन यो अहिलेको कोटा रहेको छ यही कोटा सेम यथावत रहने जुन चाहिँ कोरियाको श्रम तथा रोजगार मन्त्रालयको वेबसाइटबाट मैले अस्ति पनि प्रेम ब्लग फेसबुकमा अपडेट गराएको थिएँ र कोटा पनि त्यही नै यथावत रहने कुरा अब सबैलाई जानकारी भइसकेको छ र त्यसमा त्यो 32,000 कोटा पनि थप राखेको छ र त्यो अलिकति धेरै इस्यु भएको खण्डमा चाहिँ त्यो 32,000 कोटा सबै देशलाई लागू हुने गरेर के गर्नेछ अपडेट गराउनेछ। त्यो चाहिँ सबै देशलाई चाहिँ लागू त्यो वितरण गर्नेछ त्यो कोटा मध्येबाट र त्यसैगरी अब यो जुन चाहिँ अहिले यो एक्जाम तत्काल नहुँदाखेरि यता रोस्टरमा रहेका अर्थात् म्यानुफ्याक्चरको रोस्टरमा रहेकाहरूलाई एकदमै फाइदा हुने देखिन्छ र यता अहिले तत्काल जस्तो कि नोभेम्बर 6 बाट एक्जाम परेको थियो र त्यो नोभेम्बर 6 बाट एक्जाम गराउँदाखेरि उनीहरूको अब एक्जाम सकिए पछाडि तत्कालै के हुने थियो मेडिकलको जुन चाहिँ स्किल टेस्टको नोटिस आउने थियो। अब
इक्जाम भयो भने त्यस पछाडि रिजल्ट आउने थियो। रिजल्ट आइसके पछाडि स्किल टेस्टको उस आउने थियो, नोटिस आउने थियो, स्किल टेस्ट हुने थियो। मेडिकल अब स्किल टेस्टको रिजल्ट आयो भने फेरि के हुने थियो, यतातिर रिजल्ट आउने थियो र फेरि मेडिकल लगायतका सम्पूर्ण कार्यहरू गर्दाखेरि लगभग 2-3 महिना 3-4 महिनामा सबै प्रक्रियाहरू सकिने थियो। त्यो 3-4 महिनामा सबै प्रक्रिया सकिसके पछाडि चाहिँ 2000 कतिको त 2026 को दोस्रो लटको इस्यु डेटसम्म त यिनीहरू पनि यता अहिले आवेदन भरेका इक्जाम दिएर बसेकाहरू चाहिँ के हुन जाने थिए, रोस्टरमा नाम चढ्न जाने थिए र उनीहरूको पनि फेरि इस्यु कार्य सुरु हुन थाल्ने थियो। र त्यसो गर्दाखेरि यता पास भएर बसेकालाई चाहिँ घाटा हुने भयो। त्यो कारणले गर्दाखेरि एक पक्षले हेर्दाखेरि यतातिर जुन चाहिँ अहिले इक्जाम पछाडि सर्दाखेरि एउटा फाइदा भनेको जुन अहिले रोस्टरमा रहेकाहरूलाई रहेको छ भने अर्को पक्षले हेर्दाखेरि यता अब नयाँ इक्जाम दिनेहरूलाई पनि यता अहिले पास भएर रोस्टरमा रहेकाहरूको म्याच सकिँदै गयो, जुन चाहिँ रोस्टरबाट उनीहरू चाहिँ इस्यु भएर सबैजना खाली हुँदै गयो भने ठ्याक्क अहिले नयाँ पासरहरूलाई एकदमै राम्रो अवसर पनि मिल्नेछ। यो विषय रहेको छ भने म्यानुफ्याक्चरतर्फ। अर्को एग्रिकल्चरतर्फ हेर्दाखेरि अब यो सबै प्रक्रिया अब 2026बाट मात्रै इक्जाम सुरु भयो भने पनि लगभग यो सबै प्रक्रियाहरू सुरु हुँदाखेरि लगभग यो 2026 को 5औं 6औं महिना 7औं महिनासम्ममा मात्रै बल्ल यी नयाँ पासरहरूको प्रक्रिया अगाडि बढ्ने देखिन्छ। र भने अब एग्रिकल्चरतर्फको विषयलाई हेरौँ। अब त्यस पछाडि एग्रिकल्चरको अब इक्जामको कुरा गरौँ। पहिला एग्रिकल्चरको इक्जामलाई हेर्ने हो भने चाहिँ अहिले यो म्यानुफ्याक्चरको इक्जाम नसकिदासम्म एग्रिकल्चरको इक्जाम कुनै पनि हालतमा हुँदैन। किन भन्दा एकैपटक अब त्यत्रो यो जुन चाहिँ भैँसी पार्टीको जुन चाहिँ यो इक्जाम गराउने युबिटी हल चाहिँ त्यति ठुलो क्यापासिटीको नभएको कारणले र इक्जाम अहिले छुट्टा छुट्टै हुने पनि अब प्रष्ट भइसकेको छ, सबैलाई जानकारी भइसकेको छ। र त्यसै गरी अहिले यो एग्रिकल्चरतर्फको अलिकति थोरै पछाडि इक्जाम धकेलिँदा पनि यता रोस्टरमा रहेका केही जस्तो कि अहिले इस्यु हुने कोटा भनेको त्यो 1800बाट 300-400 लगभग 500 जनाको पनि एउटा इस्यु डेटमा चाहिँ इस्यु हुन गाह्रो अवस्था पुगेको छ एग्रिकल्चरतर्फ। र अब यो अवस्था सिर्जना हुँदै फेरि त्यो जुन यो यता फेरि 1800 अहिले जुन चाहिँ कोटा छ त्यो थपिन आउने, अनि त्यसमा अब त्यो 1800 मात्रै त पास हुँदैनन्, त्यसमा त अब 200-400 अथवा 500 अथवा 1000 जना पास भयो भने 2-3 हजार पास गराउने पक्कै पनि देखिन्छ। र ती फेरि यता थप हुन आउँदाखेरि अहिले त्यत्रो 4-5 हजार यसै पीडित छन्। फेरि त्यो 2000 थपिन आउँदाखेरि फेरि 6-7 हजार त्यही हुन जान्छ। त्यो कारणहरूले गर्दा तपाईहरूको यो एग्रिकल्चरतर्फको समस्याले जुन अहिले निम्ताएको समस्या छ, यो समस्याले गर्दाखेरि इक्जाम सकेसम्म ढिलै भएको राम्रो देखिन्छ। र त्यो अहिले जुन यो एग्रिकल्चरतर्फ यो इस्यु विभिन्न कारणहरूले गर्दाखेरि हुन सकिरहेको छैन। तपाईहरुलाई मैले यस बारेमा बारम्बार यी विषयहरूलाई मैले कोट्टाइराखेको हुन्छु ताकि कमसेकम यो यत्रो समस्या परेका अर्थात् यत्रो समय बर्बाद गरेर बसेका विद्यार्थीहरूको यो समस्यालाई कमसेकम केही हदसम्म केही उसम्म चाहिँ इपिएस शाखा गुहारको कर्मचारीहरूले हेरेर अर्थात् उनीहरूले चाहिँ यो विषयलाई केही निहालेर यो रोस्टरमा रहेकाहरूको पहिला एउटा लैजाने एउटा फिक्स जस्तै हुने हो भने मात्रै बल्ल यो प्रक्रियामा अलिकति केही सहजता आउने देखिने थियो, तर त्यो सम्भव देखिँदैन। र यता अब यो विषयमा अब इपिएस शाखा गुहारकोबाट पनि कुनै अब त्यो यो विषयमा जस्तो सिप बिल्डिङका एग्रिकल्चरका जति पनि पीडित छन् उनीहरूको विषयलाई अब कुनै वास्ता नगरेको पनि देखिएको छ। अर्थात् त्यहाँ पहिला पनि यसभन्दा अगाडि पनि गएर त्यहाँ एउटा 12 बुँदे मागसहित उनीहरूले चाहिँ विभिन्न पत्रहरू चाहिँ बुझाएका थिए। त्यो विषय पनि कता अहिले त्यो विषयमा कुनै अत्तो त्यो पत्र कहाँ छ भन्ने कुरा पनि त्यो केही जानकारी छैन। त्यसकारणले गर्दाखेरि यो समस्यालाई पुनः संशोधन गरेर अर्थात् यो समस्यालाई हल गर्नको लागि एउटा विकल्प भनेको चाहिँ बरु 1/3 तरिकाले इक्जाम गराउने कोटाको जस्तो कि कोटाको 3/3 मात्र आवेदन भर्न पाउने, जस्तो कि 10,000 अहिले जस्तो 3500 कोटा आएको छ भने 3500मा चाहिँ जति 6,000 7,000 लगभग 9,000 अर्थात् 10,000 सम्मले के गर्न पाउने, आवेदन भर्न पाउने र ती मध्येबाट पास भएकाहरूलाई उच्च अङ्क ल्याउनेदेखि छनौट गर्ने र त्यो छनौट गरिसके पछाडि फेरि त्यो यिनीहरू जस्तो 3500 मात्रै रोस्टरमा रह्यो भने अलिकति
कोरिया छिटो प्रवेश गर्न सक्ने एउटा सम्भावना हुन्छ। त्यो एकैपटक अब अहिले यत्रो 70-80 हजार आवेदन भर्ने म्यानुफ्याक्चरतर्फ छन्, अनि तीमध्येबाट अब लगभग 4-5 हजार पास गराउँछ, अनि त्यसमा आउने भनेको चाहिँ लगभग 4 हजार विद्यार्थी आउलान्। त्यो 1000 भनेको के हुने? त्यो रोस्टर अवधि सकिएर उनीहरूको समय बर्बाद हुने, उनीहरू एउटा डिप्रेसनमा समेत पुग्ने अवस्था देखिएको छ। र अहिले त्यो अवस्था सेम अहिले एग्रिकल्चर र सिप बिल्डिङतर्फ चाहिँ देखिएको छ। र एग्रिकल्चरको त अब लगभग यो फेब्रुअरीमा 2026को फेब्रुअरी मार्चसम्ममा लगभग सबैजनाको रोस्टर अवधि सकिने देखिएको छ भने सिप बिल्डिङ क्षेत्रतर्फको पनि हालत त्यस्तै अवस्था रहेको छ। त्यसकारणले यो सिस्टमलाई अलिकति सुधार नगर्दासम्म यस्तै नेपाली जति पनि अब कोरियन भाषा पढेका जुन युवा युवतीहरू अर्थात् हजारौँमा होइन लाखौँमा जति पनि अहिले यसैको लागि समय बर्बाद गरेर बसिरहेका छन्, उनीहरूको भविष्य अब कतातिर जाने हो र कतातिर जान्छ भन्ने कुरा कुनै एउटा मान्छे चाहिँ एउटा डिप्रेसनमा पुग्ने, मान्छे चाहिँ एउटा डिप्रेसनको शिकार हुने समेत अवस्था सिर्जना नहोला भन्न सकिँदैन। त्यसकारणले सबैजनाले यो विषयमा आवाज उठाएर अर्थात् यो विषयलाई अलिकति संशोधन गरेर केही सहज तरिकाले कोरिया प्रवेश गर्ने वातावरण मिलियो भने सबैको लागि राम्रो हुने थियो। र सबैजनाले मैले हजुरहरूको समस्यालाई म बारम्बार अब उठाइराखेको हुन्छु र जानकारीहरू दिइराखेको हुन्छु। त्यसकारणले सबैजनाले हरेक अपडेटको लागि यस फ्रेम ब्लग युट्युब च्यानललाई लाइक सब्सक्राइब गरी सबैजना जोडिनु होला पनि भन्न चाहन्छु।